घरको छत वा कौसीमा कोरा मसिनो गर्दा केही महत्त्वपूर्ण कुराहरूमा ध्यान दिनुपर्छ। पहिलो, मौसमको ख्याल राख्नुहोस्। घमाइलो र हावा नचल्ने दिन छान्नुहोस् ताकि मसिनो राम्रोसँग सुकोस्। बादल लागेको वा पानी पर्ने सम्भावना भएको दिन काम नगर्नुहोस्। दोस्रो, सतह सफा गर्नुहोस्। काम सुरु गर्नुअघि छतको सतह राम्ररी सफा गर्नुहोस्। धुलो, पातपतिङ्गर वा अन्य फोहोर हटाउनुहोस्। यसले मसिनोलाई सतहमा राम्ररी टाँसिन मद्दत गर्छ। तेस्रो, सुरक्षाको ध्यान दिनुहोस्। उचाइमा काम गर्दा सुरक्षित उपायहरू अपनाउनुहोस्। यदि आवश्यक छ भने सुरक्षा बेल्ट वा अन्य उपकरणहरूको प्रयोग गर्नुहोस्। चौथो, मसिनोको मिश्रण सही बनाउनुहोस्। मसिनोको गुणस्तर यसको मिश्रणमा भर पर्छ। सिमेन्ट, बालुवा र पानीको अनुपात सही मिलाउनुहोस् ताकि मसिनो बलियो र टिकाउ बनोस्। अन्तमा, नियमित जाँच गर्नुहोस्। काम सकिएपछि पनि केही दिनसम्म मसिनो सुकेको अवस्था र यसको गुणस्तर नियमित रूपमा जाँच गरिरहनुहोस्। यी कुराहरूमा ध्यान दिएर तपाईले आफ्नो घरको छत वा कौसीमा राम्रो र टिकाउ कोरा मसिनो गर्न सक्नुहुन्छ।